दाजुको निकाल्ने होइन है। ल निकालेको छैन। यहाँबाट खतरा निस्किरहेको छ। तपाईँको जुन औँला छ नि त्यहाँनिर खतरनाक जिन्दगी मेरो बर्बादी पैसा त चल्दैछ जिन्दगी ऐसा चलिरहेको थियो अब ऐसा नचलिकन बस्ने भयो। यही बेला हो अब एउटा खसी ल्याऊ भन्नुपर्छ भगतसरलाई। ज्याममा त खसी खाने हो अनि त्यसलाई सुप खाएपछि छिटो लाग्छ। त्यसो हुँदाखेरि सुकेरी पनि गरी हामी पनि त्यही छ त्यही भन्दैछु। सुत्केरीको नियो गरी टाउको मैले खाएँ भने जस्तो अनि हामी पनि यसो भगतसर माथि पनि ऊ आए हुनुहुन्छ ल सुनाइदिइहाल्नु।